काम खोज्न म र मेरो साथीले यति स्ट्रगल गरिरहेको छु नि हामी दुईजनालाई मजाले थाहा छ कि What's up everybody? Welcome back to my vlog. आज चाहिँ हामी काम खोज्न आइरहेको छौँ म र साथी दामी ठाउँमा ल्याएको रहेछ यार साथीले हेर त ब्याकग्राउन्डमा फुल लभली यहाँबाट मान्छे मात्रै आवत जावत गर्न मिल्दैन यहाँ मतलब के थियो साइकल ल्याउने बाटो नि बनाइरहेछ क्या हेर न यतिसम्म सोध्छ कि हाम्रोमा भएको भर्याङ बनाइदिने काम खल्लास पैसा लुकाइदिने सरकारहरू यस्ता हुन्छ न त्यहाँ पर पुल अनि त्यो पानी वाउ यहाँबाट सनसेट कस्तो दामी देखिन्छ होला दामी 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 काम 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 यार काम नभइकन कस्तो टेन्सन छ काम हुनेलाई नि टेन्सन छ अब यहाँ हेर येल्लो कार हेर है केटा नोटिस गर येल्लो कार वाउ वाउ येल्लो कार मेरो फेभरेट कलर प्लस दामी यार थार थियो थार भनेपछि त दामी हो नि त फेरि होइन लभली कार ओके म तपाईँहरूलाई देखाउने वाला छु यहाँको पुल प्लस ये देखो भाई साहब क्या है ये अमेजिङ एभ्रिथिङ अमेजिङ मात्र कमी कसको मेरो गर्लफ्रेन्डको होइन वाओ बेबी आशा नहीं है कहना तेरे बिन मैं रह पाऊंगा सच में मैं मर जाऊंगा गीत राम्रो गाउँदिनँ त्यही नि आफ्नो मनलाई तसल्ली मिल्छ गायो भने गाइरहेको छु म फेरि जेसुकै पार्ला होइन काम खोज्न म र मेरो साथीले यति स्ट्रगल गरिरहेको छु नि हामी दुईजनालाई मजाले थाहा छ कि अरू त के होइन म यति भन्न चाहन्छु कि अहिले नउठेका फोन कल्सहरू अहिले हामीले फोन गर्दा नउठेका फोन कल्सहरू सफलता पाइसकेपछि नआओस् होइन यो बारी झन्डै लड्यो यार मोरल अफ द स्टोरी म यति भन्न चाहन्छु कि सङ्घर्षको बेलामा नउठाइएका फोन कल्सहरू सफलता पश्चात आउँदैनन् भन्ने आश गर्छु होइन अरू त के भन्नु हावा बबाल चलिरहेछ अघिकै त्यो पुलको मुनि जाँदैछौँ हामी यति हो भन्ने कुरा होइन ठिक छ होइन केटा आओ सङ्घर्ष गर्नलाई आओ सङ्घर्षको बेलामा नउठाइएका फोन कल्सहरू सफलता पश्चात आउँदैनन् भन्ने आश गर्छु होइन के सरहरू टोकियो स्काई ट्रीको छेउछाउमा यसो घुमफिर चलिरह कामको खोजीमा निस्केको हामी यहाँको माहौलमा यसो हराइए जस्तो छ राम्रो छ कस्तो मजाले टल्किरहेछ टोकियो स्काई ट्री नमस्ते मिन्नासान गेन्की अब म तपाईँहरूलाई एउटा यस्तो बिल्डिङ देखाउन यस्तो टावर देखाउन गइरहेको छु जुन चाहिँ संसारको सबैभन्दा अग्लो टावर हो मतलब कि एज अ टावर चाहिँ सबभन्दा अग्लो हो अब यस बिल्डिङको रूपमा त अब सबैले थाहा छँदैछ बुर्ज खलिफा होइन नट मिया खलिफा बुर्ज खलिफा ओके ल है त अब हेर्नुहोस् तपाईँहरू वर्ल्डको टलेस्ट सिङ्गल स्ट्यान्डिङ टावर है सिङ्गल स्ट्यान्डिङ हो क्या यो So, Minasan, this is the tallest single standing tower on the earth, the Tokyo Sky Tree. My camera quality is not good enough, but tani heraउने कोसिस गरिरहेको छु है पार्क रहेछ हैन सानो बच्चाहरुले खेल्ने as you can see हरेक ठाउँमा लगभग
नजिक नजिकै पार्कहरू बनाइदिएको हुन्छ बच्चाहरू खेल्ने। पार्क चाहिँ हुन्छ तर बच्चा हुँदैन, यस्तै हो यहाँनिर। गाह्रो छ। सब काम गरेर भौतारिँदै कुकुरले नपाएको दुःख पाउँछस् भन्थे, हो रहेछ। पाइयो दुःख, काम नपाउन्जेल त यस्तै हो होइन। हायरे मेरी मोटो कार्स, कार पार्किङ्स एभ्रिथिङ व्यवस्थित हुन्छ क्या यहाँ चाहिँ। त्यो चाहिँ मलाई मनपर्छ। अघि हामी फोटो खिच्दै थियौँ, फोटो खिच्न डिस्टर्ब हुन्छ भनेर त्यो एकजना फिमेल यस्तो मजाले रोकेर अनि त्यसपछि डिस्टर्ब हुँदैछ कि भनेर सोधेर अनि हामीलाई होइन ठिक छ भने जानुहोस् भने अनि गयो। यस्तो रेस्पेक्टफुल हुन्छ यिनीहरू, यस्तो रेस्पेक्ट। नेपाली भएको भए छाप्रीहरू फोटो खिचिरहेको छ यहाँ भनेर भन्थ्यो होला फिक्स। त्यही भएर त यिनीहरू यतिको डेभलप छ होइन। यतापट्टि अपातो 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 अपार्टमेन्ट कति होला, लगभग 30-40 हजार मान्छे होला। लगभग 30,000-40 हजार जति मान्छे होला यार यो अपार्टमेन्टमा फिक्स। टोकियो स्काई ट्री देखाऊँ भनेको यहाँबाट त्यो पल्लो बिल्डिङले छेल्दैछ होइन, तर देखाइदिन्थ्यो केटाहरूलाई। दामी छ है सिन चाहिँ, दामी छ दामी दामी यार। सफा छ, एउटा मात्रै कमी छ पैसाको। काम भएपछि पैसा आइहाल्छ। ल है त एभ्रीबडी, अब हामीले यहाँ फोटोसोटो खिचेर भ्याइसक्यौँ। अब लाग्यौँ है त हामी आफ्नै गन्तव्यतिर। हामीले यसो यहाँको कामको बारेमा बुझ्यौँ। पाउँछौँ पाउँदिनौँ थाहा छैन, कल गर्छु भनेको छ। मन्डे बिहान 10देखि 11 बजेको बिचमा कल आउँछ भनेको छ। आएन भने हामी सकियो भन्दा भयो होइन। आइहाल्यो भने त खुसीको खबर। ओके, थ्याङ्क यू फर वाचिङ मिनासान, लभ यु। माया देखाउनुहोस्, कमेन्ट गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्, जे जे गर्न सकिन्छ सबै गर्नुहोस्, सेयर गर्नुहोस् होइन। अरिगातो गोजाइमास।